फुकेको त खिच्नै पाइएन ल केही भएन ह्याप्पी हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग। आजको ब्लग एकदमै स्पेसल र एकदमै क्रेडिटफुल हुनेवाला छ। भिडियोलाई भने अन्तिमसम्म हेर्नु होला है त गाइस। यति बेला हामी चाहिँ स्कुल हिँडेको, म चाहिँ आइसलाई अब स्कुल लिएर जानुपर्छ। सो गाइज मेरो बिहानको सुरुवात हुन्छ। सबैभन्दा पहिला त म आज बिहानै उठेर मैले सबैभन्दा पहिला आइसलाई स्कुल लिएर जानुपर्ने हुन्छ। सधैँको मेरो रुटिन नै हो गाइज। मैले स्कुल लिएर जाने लिएर आउने सबै काम मैले आइसलाई म आफै गर्ने गर्छु। र गाइज तपाईँहरूलाई थाहा भइसक्यो होला हामीहरू कहाँ जानेवाला छौँ र आज के रमाइलो छ भन्ने कुराहरू तपाईँहरूले मेरो टाइटल थम्बनेल हेरेर थाहा पाइसक्नु भयो होला। सो त्यही भएर आज चाहिँ म आइसलाई स्कुल छोडेपछि म सबैभन्दा पहिला त गएँ नाईको पास कपाल काट्नको लागि। धेरै दिन भएको थियो कपाल पनि नकाटेको, कपाल पनि बढेर दारी पनि बढेर भन्नुहुन्छ नि, कति नराम्रो देखिएको थियो। त्यही भएर चाहिँ आज मैले दारी कपाल पनि बनाउनेवाला छु गाइज। तपाईँहरूले कमेन्ट गर्नु होला मेरो कपाल काटिसकेपछिको लुक कस्तो छ। आज चाहिँ मेरो दिदी सासूको बर्थडे पनि परेको छ, त्यो कारणले चाहिँ आज मैले कपाल चट्ट काटिसकेँ। आज चाहिँ बर्थडेमा एकदम रमाइलो गर्नुपर्छ। क्यार्थे हो गाइस। यति बेला म चाहिँ कोठामा आइसकेँ। अब चाहिँ खानासाना खानु पऱ्यो है। आयुष हाई गरिदेऊ। कहाँ हिँडेको तिमी? कसको घर हिँडेको भन त? पुष्पमा मुख गर। हामीहरू चाहिँ यति बेला अब दिदीको घरतिर हिँडेको। खोला चाहिँ कतिको सुक्या थाहा छैन, अब हेरौँ सुक्या कि नै। सुक्या रहेछ भने यहीँबाट जानुपर्छ है। तिनो खोलाको ड्याम भनिस् अहिले बन्दैछ, हेर्न सक्नुहुन्छ। यहाँबाट चाहिँ हामी स्याट्ट पारी जाने बस पार्कतिर। यति बेला चाहिँ यो ड्याम बन्दैछ यहाँ, त्यही भएर पानी चाहिँ खासै छैन भनौँ है। हाई गरिदेऊ, हेलो गरिदेऊ आयुष। ल गाइस यो चाहिँ मिर्मीको ड्याम होइन है, यो चाहिँ तिनो खोलाको ड्याम हो। यहाँ बन्दैछ। हामीहरू चाहिँ आज यो यही बाटो हुँदै पारी बस पार्कतिर जानेवाला छौँ। ल फेरि भेटौँला है त बस पार्क पुगेपछि, बस चढेपछि। सबै कुरा त ठिकै हो, तर यो बसमा भने यस्तो गर्मी साइडमा हामी परेको थियौँ कि घाम टक्कै अनुहारमा परेर चाहिँ एकदमै गाह्रो भइरहेको थियो। तर जसो तसो अब जानै पर्यो होइन। अब सिटै यति नै थियो र लास्ट बसमा हामी जस्तो तसो हामी पुग्यौँ दिदीको घर। ह्याप्पी बर्थडे टु ल ल छ्याप्नु बुढाबुढीले गर्ने हो उता खुवाउने उसो गर्ने मलाई हो खुवाउने पहिला बुढालाई खुवाइदिने हो कि। गाइस मैले सोचेको भन्दा पनि एकदमै रमाइलो भएको थियो। आजको दिदीको बर्थडेमा चाहिँ एकदमै रमाइलो भयो, किनकि मैले यस्तो बर्थडे चाहिँ फर्स्टचोटि हो दिदीको बर्थडे मनाएको। पहिला धेरै बर्थडेहरू उहाँले मनाउनु भयो होला, र यो चाहिँ मेरो दिदीको साथ फर्स्ट बर्थडे हो। एकदमै रमाइलो भयो, एकदम खुसी भयो म पनि, र सबैजना खुसी हुनुहुन्थ्यो। तपाईँहरूलाई आजको ब्लग कस्तो लाग्यो हेरेर कमेन्ट गर्नु होला। मिल्नेछु फेरि नयाँ ब्लगको साथ। आजलाई भने यति नै, बाई बाई।